नमस्कार। आज मैले केही कुराहरू लिएर आउँदै गर्दा ज्योतिषसँग सम्बन्धित केही कुराहरू लिएर आउँदै गर्दाखेरि आज मैले सूर्य ग्रहलाई चाहिँ कसरी स्टेबल बनाउने, कसरी कन्फिडेन्टली बनाउने, कसरी चाहिँ एउटा आत्मशुद्धको भावलाई चाहिँ हामीले प्रकट गर्ने खालको एउटा भावलाई चाहिँ निर्देशित गर्ने र अर्को कुरा भनेको सूर्य भगवानसँगै कनेक्ट भएर हामीले पितृहरूको लागि पनि कसरी उद्धारात्मक कुराहरू गर्न सक्छौँ भन्ने कुराहरूलाई मैले यहाँ जोड्न गइरहेको छु। सबैभन्दा पहिला बिहान एकदमै चाँडै उठ्नुहोला, सकेसम्म चाँडै उठ्नुहोला, सूर्योदय हुनु पूर्व। र सँगसँगै गएर अर्को कुरा के छ भने उठिसकेपछि नुहाउने ओर्ने क्रियाकलापहरू गर्नुहोला र नुहाउने ओर्ने क्रियाकलाप गरिसकेपछि तपाईँले गर्नुपर्ने हुन्छ एउटा कलशमा चाहिँ जल लिनुहोला। कलशमा जल लिएर त्यो जलभित्र चाहिँ तपाईँले के गर्नु पर्यो भने त्यसमा जल त स्वतः हुने नै भइहाल्यो। जल राखिसकेपछि तपाईँले चौतिल राख्नुहोला र अबिर राख्नुहोला र सँगसँगै रातो एउटा फुल राख्न नबिर्सनुहोला र सूर्य भगवानलाई अर्घ दिनुहोला। तपाईँले यति सूर्य भगवानलाई यति गरेर अर्घ दिँदै गर्दा तपाईँको एउटा कन्फिडेन्टली लेभलहरू बढ्ने भयो, शत्रुनाश चाहिँ हुने भयो है, आत्मशुद्ध हुने भयो, आत्माको एउटा विचार शुद्ध भाव, सबैप्रति हेर्ने दृष्टिकोण समान समभाव होइन, सबैलाई चाहिँ बराबर गर्नुपर्छ भन्ने एउटा जुन एउटा भावहरू चाहिँ तपाईँमा अभिप्रेरित भएर आउने भयो। र अर्को कुरा के छ भने जुन सूर्य भगवानको जुन दिव्य दृष्टि, जुन दिव्यता छ, त्यो दिव्यतालाई चाहिँ सम्झेर तपाईँहरूले पितृहरूको स्वरूपलाई पनि सम्झिन सक्नुहुन्छ, जसको माता-पिता हुनुहुन्न। र तपाईँहरूले चाहिँ सूर्य भगवानलाई अर्घ दिँदाखेरि कुन मन्त्र भन्ने, सूर्य भगवानलाई चाहिँ के यत्तिकै चढाउने हो त भनेर पनि बुझ्न सक्नुहुन्छ। त्यसरी नबुझ्नुहोला। हामीले चाहिँ के गर्नुपर्छ भने ओम घृणिः सूर्याय नमः भनेर यो मन्त्र जपेर पनि सूर्य भगवानलाई अर्घ चढाउन सक्नुहुन्छ भनेदेखि अर्को हाम्रो मन्त्र रहेको छ ओम यैहि सूर्य सहस्रांशो तेजो राशे जगतपते अनुकम्पय मां भक्त्या ग्रहणार्घ्यम दिवाकर भनेर चाहिँ तपाईँहरूले अर्घ चढाउन सक्नुहुन्छ भन्दै आजलाई यहीँ बिदा हुन चाहन्छु। नमस्कार।